सो हे हेलो नमस्ते एन्ड वेलकम टु माई न्यू भिडियो. सो आफ्टर सो लङ आजको भ्लग चाहिँ म नेपालीबाट गर्नेछु. अन्त किनभने चाहिँ आज धेरै दिन बाद भ्लग गर्दैछु. अनि आज चाहिँ हाम्रो एन्ड टर्म सकेर आज फर्स्ट डे छ. सो 1 बजीको क्लास छ, हामी जाँदैछौँ. अनि मसँग चाहिँ यहाँनिर मेरो अल टाइम टुगेदर फेभरेट के भन्नु अब जे पनि भन्दा किम छ होइन, द बियर गाई, भालु मान्छे होइन. भालु हो यो मान्छे चाहिँ, डोरेमन पनि हो समटाइम्स. अन्त के भन्नु छ तिमीलाई आज कलेज जाँदा कस्तो फिल हुँदैछ तिमीलाई? बाटो बिर्से यस्तो लाग्दैछ. बाटो चाहिँ यस्तो छ बाइ द वे होइन, ओह्रालो उकालो हुँदा उकालो यस्तो हुन्छ. अनि अब हामी जाँदैछौँ. सो गाइस हामी चाहिँ अहिले यहाँ आइपुगेछ, अलिक तल हो. अनि कलेज चाहिँ यहाँ मुनि छ, यहाँ मुनि यहाँदेखि पनि अलिक तल हो. यो चाहिँ तपाईँको बोइज होस्टेल हो होइन किम. अन्त त्यस्तो हो. आज चाहिँ घाम लागिरहेको छ होइन, निकै 3 दिन जस्तो भयो घाम लागेको चाहिँ. अनि आज 1 बजीको क्लास थियो र म चाहिँ मजाले टाउको नुहाइरहेको थिएँ. अनि यस्तो सिल्की भइदिइरहेछ होइन. किमले चाहिँ होइन घरबाट फुस्रो भइरहेको थियो. अन्त तेल लगाएर उसको चाहिँ हल्का सिल्की बनाउने कोसिस गरेको मेरो छेउमा. त्यस्तो केही होइन कुरा चाहिँ होइन. मान्छे चाहिँ यस्तो हो, के भन्नु छ čia बोल न हौ. एकजना चाहिन्छ नि, के त भ्लग बनाउँदाखेरि साथी सपोर्टर अलिअलि बोल्ने. घाम बेसी तातो भयो त्यति मात्रै भन्न चाहन्छु. घाम बेसी तातो भयो तिमीलाई यहाँनिर कसले चाहिँ यसरी स्पिच दियो भनेर चाहन्छु भन्ने कुरा छैन यहाँनिर. तिमीलाई जे फिल हुन्छ त्यही भन न यार. फिलै भएको थियो. सो गाइस अब अलिक तल गएर भ्लग गर्छ. यहाँनिर चाहिँ होइन पुरा मान्छे रहेछ. खासमा चाहिँ गाइस मैले योपालि हामी यहाँनिर गेटभित्र आइसकेको छ कलेजको कम्पाउन्डभित्र. अनि यहाँदेखि चाहिँ ओह्रालो सिधै जानुपर्छ. अनि योपालि चाहिँ मैले केस पालेको होइन. हिजो अस्ति पालेको चाहिँ घरबाट काटिदिइहाल्नु भयो होइन, काट पार्नु भयो. योपालि चाहिँ एकदम बगावत गरेर पाल्ने कोसिस गर्दैछु. अनि पारेर चाहिँ टक्कै पछाडि बानौँ भनेको म चाहिँ खासमा चाहिँ होइन. त्यसो गर्दाखेरि चाहिँ अब एउटा स्मार्ट टाइपको हुन्छ. अहिले त केस यता फर्काउँदा पनि मिल्दैन, किनभने अगाडि झर्दा पनि आँखामा आयो बानी छैन मलाई हो. अन्त चाहिँ मजाले यो केस नै उयो गरेर चाहिँ टक्कै एउटा टाइडी भएर जाउँ भनेको म चाहिँ त्यस्तो सोचेको. अनि यस्तै छ कुराहरू. किम पनि छ साइडमा चाहिँ होइन, तर ऊ केही पनि बोल्दैन. पनि किन नबोलेको तिमी यार? किन नबोलेको? किन बोल्नु हुँदैन? यसरी उड्दा हिँड्दा केस उड्छ सिल्की भयो भने चाहिँ होइन, काट्नुपर्छ यसको लागि. अन्त होइन यस्तो केसहरू चाहिँ काट्नु चाहिँ हिँड्दा पनि नउड्ने केसहरू होइन. हाम्रो त अब हिँड्दा यसरी बुङ उडिदिइहाल्छ नि, हावा चलेको छैन भने. उसको त छैन. तुफान आएछ भने पनि उडाउँदैन हौ उसको केसलाई. मान्छे उडाएर 10 किलोमिटर टाढो केस त्यति हुन्छ. त्यतिको डर लाग्दो हो, किनकि काट्नुपर्छ. त्यस्तो लाग्यो. ल गाइस हामी कलेजको गेटभित्र आइसकेको छ. अनि यो हेर्नुहोस् तपाईँ हाम्रो कलेज यस्तो छ. स्टेबिलिटी बस्दो रहेछ. हेलो अक्कै छ त क्लास थियो हाम्रो त स्टार्ट आजदेखि. अब अल द बेस्ट दिँदैछ. यस्तो हुन्छ दिउँसोको क्लास चाहिँ हरेस हुन्छ कि गाइस. अनि यताबाट जाँदा पनि हुन्छ, सिधै पुग्छ शीतल. तर हामी यताबाट जान्छ किनभने तपाईँहरूलाई देखाउनु छ हाम्रो यस्तो छ भनेर. कलेजमा आइसकेको छौँ. अनि अझै हामी 10 मिनट छिटो आएको छौँ. यत्रो ढिलो गर्दा पनि त्यस्तो भयो होइन. अब टक्कै क्लासमा गएर बस्नु छ. यो चाहिँ राज हो होइन, बसिसकेको छ राज पनि. त स्टुडेन्टको हालत चाहिँ यस्तो छ. अहिले ड्याममै आउँछ होला सायद. मिन्स अब एटेन्डेन्स चाहिँ यस्तो छ होइन, 1 बजीको क्लास हो. अनि 10-12 जना मात्रै भएको छ अहिले. हेरौँ के हुन्छ. गाइस यहाँ चाहिँ होइन रात परेको सक्यो. हामी क्लासमा पर्खिँदा कोही पनि होइन, सबैजना यहाँ छ. रात परिसक्यो, साँझ परिसक्यो होइन. के गर्नुपर्ने हो सबैजना अँधेरो सबै जग्गा हो भनेर चाहिँ मैले जोतेको. बिहानै छ होइन, भर्खर 1-2 मिनट चाहिँ जाँदैछ. अनि म्याम चाहिँ आउनु भएको छैन. टाइम कति भयो भन्दा तपाईँको 12:57 मात्रै हुँदो रहेछ. 1 बजी क्लास हो. हेरौँ अब कति पर्खिनु पर्ने.
गाइस क्लास सकेर अब यहाँनिर अब हामी जानु लाग्यो एकैछिनमा के सुट यस्तो भयो अन्त अब घरतर्फ सो गाइस अब हामी यस्तै हो होइन आज क्लास भयो अब भोलि हुँदैन होला किनभने भोलि छुट्टी छ भोलि रामनवमीले गर्दा अन्त अब चाहिँ एकैचोटि पर्सि छ त्यहाँदेखि मन्डेदेखि रेगुलर क्लासेसहरू हुन्छ होला रुटिन चाहिँ हाम्रो यसको मात्रै आएको छ पोलिटिकलको अनि अरू चाहिँ अब बादमा हुन्छ चाहिँ यहाँनिर मजाले बसिरहेको छ आज हिँडेर गएको अन्त बाइक त वहीँ छ तिम्रो हो बाइकै हिँड्नै मानेन उयो तल छु हनुमान ए सुस्मिता पनि रहेछ ऊ एके सुस्मिता हनुमान भन्दै ओए कहिले आउँछस् ए खाजा खानु गएको अनि ए ल आइज ल ए हो नि त्यो चाहिँ मेरो अब के त सानोको साथी थियो होइन अब चाहिँ उकालो युनिट 1 चाहिँ जल्लै पस्ने रहेछ खोपडीमा यतिको छ है प्रिपरेसन छ अहिलेदेखि बस्यो दामी है म्याम त्यही त अब कन्टिन्यू आएर पनि केही प्रोडक्टिभिटी केही छैन त्यसलाई पङ्क्चुअलिटी भन्छ नि त पङ्क्चुअलिटी मात्रै भएर गाइस हाम्रो चाहिँ एउटा डिसिप्लिन बहुत चाहिन्छ क्या हाम्रो भन्दा मेरो चाहिँ अब के त एटेन्डेन्स मात्रै पुग्छ कि त्यो पढाएको चाहिँ दिमागसँगै पुग्दैन के गर्नु त्यस्तै हो नि के गर्नु होइन त्यस्तै हो पुग्दैन भन्दा पनि पुग्न त खोज्छ तर लास्टमा लेख्ने बेलामा चाहिँ निक्लिँदैन त्यति हो साह्रो पर्छ तिम्रो पनि त्यस्तै होला मेरो त्यस्तै एटेन्डेन्स पुग्छ अरू केही पुग्दैन त्यस्तै छ हाम्रो होइन कलेज लाइफ चाहिँ यस्तो हुँदो रहेछ सबै लाग्यो अन्त यो पछाडिको हो होस्टेल चाहिँ बोइज होस्टेल सर चाहिँ वार्डन रहेछ नि ए हो डिआर थियो सर चाहिँ सरले चाहिँ बिहान 6 बजी उठ्नु त्यहाँदेखि बिहान 6 बजी भनेको त बिहानै हुन्थ्यो र होइन हामी त छिटो उठ्ने मान्छे हामीलाई त 6 बजी भनेको त निकै भएर नि होइन 6 बजी उठ्नु 1 घन्टा एक्सर्साइज गर्नु त्यहाँदेखि पढ्नु भन्दाखेरि 8 बजी उठेर यस्तो तन्किन्छ अरे नि सर जाँदा चाहिँ पिटसम्ममा नेक्स्ट यस्तो कि कुन के हो त्यो टाइममा यस्तै खुर्लिहाल्छ 3 बजी उठ्ने मान्छे त छ हो तिमी कति बजी उठ्छौ 10 बजी यता उठ्छ छुट्टीको बेला झन् छिटो उठ्छु म छुट्टीको होइन ल म त निद्रा सन्डे कति बजी सन्डे बिहान कुद्नुले गर्दाखेरि झन् अझै छिटो 2 बजी अब नाना सन्डे है त्यहाँबाट रोप रहेछ मैले देखेँ गाइस रोपे छ नाम्चेको यहाँ माथि चाहिँ आउँदैन भने मैले मेरो स्क्रिन केही देखेको छैन घाम लागेकोले गर्दा कि अन्दाजमा गरिदिएको त्यो वान्स 60,000 को सुन लगाउनु भन्दा चाहिँ होइन 60 जनालाई गुण लगाउनुले चाहिँ जित्छ अरे सही एकैजनालाई 60 वटा गुण लाउँदा हुँदैन एकैजनालाई 60 वटा गुण लाउँदा हुँदैन 60 वटा त कसरी लाउने र गुणै 32 वटा मात्रै हुन्छ भन्छ नि अन्त सुनेको छैन 32 गुण सम्पन्न तिमी सुन्दरता कि खानी तारा रहेछ गर्ने गुण हो गर्ने गुण लाउने गुण त्यही त 32 गुण नै त गुणै 32 वटा मात्रै हुन्छ अरे नि त अच्छा के हो थाहा छ खै कसरी म 32 वटा छ तिमीमा छैन दाँत भनेको गुण बेसी झन्डै लगे गाइस म यो काले हिनिङ ढाडपाङ्गिङ कोही कोही बेला त होला औँसी पूर्णिमा अब हामी त रेगुलर यही बाटो हिँड्छ होइन अब अलिक मोटो मोटो देख्नु सबै बसतिर जाने है गाइस देन साह्रो छ यो उकालो हिँड्नु गाइस यो उकालो हिँड्नु साह्रो छ यस्तै हो होइन हामी हिँड्नै पर्यो जीवनदेखि ओह्रालो उकालो भन्थ्यो हो रहेछ देख्यो दिनै पछि ओह्रालो उकालो गर्दा
ताप निल्छ हामीलाई चाहिँ केही छैन, पुरै हिँड्नु साह्रो पऱ्यो उकालो। अन्त त्यसैले गर्दा चाहिँ आजको भ्लग यहीँनिर नै समाप्त गर्छु। म तपाईँलाई भेट्छु अर्को भ्लगमा होइन। साह्रो छ। तब तक के लिए अलविदा, बाई बाई। आजलाई के भन्नु छ कि बात कीजिएगा हिंदी में, हमारा हिंदी सुन के लोग फैन हो जाता है। तिमीलाई के भन्नु छ? क्या हाँ? क्या